हे गाइज, आज हामी तीर्थको लागि काशीसम्मको यात्रा। फाइनली ट्रेन पनि आइसक्यो। एक नाइटको यात्रापछि हामी फटाफट तयार भएर काशी चौरासी घाट घुम्नतर्फ लाग्यौँ। धेरै गर्मीको कारणले हामी हिँडेर चौरासी घाट घुम्न त सकेनौँ, तर हामी बोटमा चढेर चाहिँ दृश्य अवलोकन गऱ्यौँ। साँझ परिरहेको थियो र दृश्य पनि निकै रमाइलो थियो। चौरासी घाट घुमेर हामी बोटबाटै गङ्गा आरती पनि हेऱ्यौँ। रातिको 10 बजेको त पत्तै भएन। हामीलाई भोक पनि लागिरहेको थियो। भोलि बिहान छिट्टै उठेर गङ्गामा गएर आफ्नो पाप धुलाएर काशी विश्वनाथको दर्शन गर्ने प्रोग्राम थियो। एकछिनको फोटो सेसनपछि हामी मल घुम्नतर्फ लाग्यौँ। भान्जालाई फर्स्ट टाइम भिडियो गेमिङको अनुभव गराउँदै हामी केही खानेकुराहरू खानतर्फ लाग्यौँ। 3 दिनको कठोर तपस्यापछि हामीले फाइनली भेजिटेरियन व्रत तोड्यौँ गाइज। समयको अभाव र साँझको ट्रेन चढेर हामी नेपाल पनि जानुपर्ने थियो, त्यसकारणले हामी फटाफट रुमतर्फ लाग्यौँ। बनारस आके बनारसी पान नहीं खाए तो क्या खाया भन्न थाले भान्जाले। अनि भान्जाको लागि एउटा पान टेस्ट गराउँदै फेरि हामी आफ्नो रुमतर्फ लाग्यौँ। र हाम्रो 4 दिनको तीर्थ पनि सकिन्छ गाइज। सी यू नेक्स्ट ब्लग। बाई बाई, टेक केयर।